हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल न्यू डे न्यू ब्लगमा तपाईँहरूलाई स्वागत छ होइन। आज चाहिँ हामी अब पानी रोएर अलिक घाम लागे जस्तो भएर आज चाहिँ ब्लग बनाउन आएको छौँ हामी। तपाईँहरू नयाँ मान्छेहरू अब नयाँ साथीभाइहरू मर्सिस आउन चाहनुहुन्छ भने आउनुहोस्। यहाँको हावापानी भनेको नेपालको सेम नेपाल बराबर छ हौ, नेपालभन्दा फरक छैन यहाँको हावापानी। मलाई कमेन्ट पनि आएको थियो होइन, नयाँ साथीभाइहरूले दाइ मर्सिस कस्तो छ, हावापानी कस्तो छ भनेर सोध्नुहुन्थ्यो होइन। यहाँको हावापानी भनेको चाहिँ एकदम राम्रो छ होइन, तपाईँले टेन्सन नलिनुहोस्। यहाँको हावापानी सेम नेपालको हावापानी, पाहाडहरू सबै यहाँ पाहाडहरू तराई एरिया जस्तो, अनि पानी परेको गर्छ, जाडो पनि हुने, त्यति साह्रो गर्मी पनि नहुने क्या। अब जस्तो ठाउँ अनुसारको हुन्छ, हामी बसेको ठाउँ चाहिँ अब अलिकति जाडै छ होइन, पानी परिरहेको छ, गर्मीमा पनि पानी पर्छ, अनि अब शीतल भइराख्ने ठाउँ छ होइन। अरूतिर पनि पानीहरू त पर्छ, तर हाम्रोमा चाहिँ औधी पर्छ, पर्न चाहिँ पर्छ, पहाड लाइन छ होइन, पहाड लाइन भएकोले औधी पर्छ होइन, त्यही भएर चाहिँ हो होइन। अब नयाँ दाइहरू आउनु चाहनुहुन्छ भने आउँदा हुन्छ, राम्रो छ। होटेल लाइनतिर आउनु सधैँ राम्रो छ, गाडीको ड्राइभर जेसीको आउँदा पनि हुन्छ होइन।